आदरणीय साथीहरू, आजको यो परिस्थिति कुनै पनि नेपाली नागरिकहरूले यो देशभित्र जीवन देख्ने वातावरण बनिराखेको छैन। युवाहरूले यो देशभित्र आफ्नो पसिना बगाउने वातावरण छैन। कुनै पनि लगनीकर्ताले यो देशभित्र लगनी गरेर आफ्नो लगनीको उत्पादनको सुरक्षा हुने वातावरण नभइसकेपछि लगनी पलायन गर्न परेको छ। स्रोत र साधन अस्तव्यस्त बनाइएका छन्। यो देशभित्र केही पनि गर्न सकिन्न, यो देशभित्र कुनै पनि श्रम र सिर्जना ज्ञानको सदुपयोग गर्न सकिन्न भन्ने मानसिकता निर्माण गराएर आम नागरिकहरूलाई पलायनमुखी बनाइएको छ। शिक्षा क्षेत्रमा जाने हो भने हिजो शिक्षा नपढेका साथीहरू अत्यन्त सभ्य थिए, शिष्ट थिए, समाज शान्त थियो। तर आज ठाउँ ठाउँमा घर घरमा चोक चोकमा स्कुलहरू छन्, घर घरमा पढेका लेखेकाहरू छन्। ती पढ्दै लेख्दै गर्दा अपराधहरूका श्रृङ्खला दिन प्रतिदिन बढिराखेका छन्। तपाईँको मानसिक रूपमा हेर्ने हो भने हिजो जुन किसिमको शिष्टता थियो, जुन किसिमको अनुशासन थियो, जुन किसिमको सद्भाव थियो, त्यो सद्भाव दिन प्रतिदिन कमजोर हुँदै गएको छ। समाज उदाङ्गिँदै गएको छ। एक आपसमा लडाई, एक आपसमा भिडाभिड, एक आपसमा तपाईँको संघर्षको जो वातावरण बन्दै गएको छ, सामाजिक एकता भड्काउने वातावरण जो बन्दै गएको छ, सामाजिक सद्भाव बढाउने बिगाड्ने वातावरण जो बन्दै गएको छ, यसले के सङ्केत गर्छ भने राष्ट्रिय स्वाधीनता सही ठाउँमा छैन, राष्ट्रिय सामाजिक एकता सही ठाउँमा छैन, राष्ट्रिय चाहिँ उत्पादन सही ठाउँमा छैन र अर्थतन्त्र ठिलो ठिलो परेको छ। नागरिकहरू पलायन भएका छन्। यो देश वृद्धाश्रम र बाल आश्रम बनेको छ। त्यही वृद्धाश्रम र बाल आश्रमलाई सञ्चालन गर्नका लागि विदेशी विभिन्न एनजिओ आइएनजीको यो देशभित्र चाहिँ आगमन गर्दै समाजलाई भड्काउने काम भइराखेको छ। यसको उत्कर्षमा जाँदा यो देश फेलोर अवस्थामा छ र अगाडि बढिराखेको छ। यसको मूल नेतृत्व नेपालको मूलधार राजनीतिले नै गरेको छ। मलजल गर्ने विभिन्न शक्ति केन्द्रहरू छन्। ती मलजल गरेर हुर्किएकाहरूकै कारणले यो देश ठिलो ठिलो बनेको छ, अर्थतन्त्र धराशयी बनेको छ। सामाजिक संस्कार संस्कृति सभ्यता धर्म ठिलो ठिलो बन्नु मुख्य यसको कारण भनेको मूलधार राजनीति नै हो। अब मूलधार राजनीतिसँग हाम्रो अपेक्षा धेरै नभइसकेपछि यसलाई सुधार्ने हो भने तपाईँ हामी तयारी हुनपर्छ भनेर राष्ट्रवादी केन्द्र नेपालले हामी राष्ट्रिय स्वाधीनताका पक्षधर हौं। हामी राष्ट्रलाई आवश्यक पर्ने सम्पूर्ण विषयवस्तुको सम्पूर्ण उपलब्धिहरूको रक्षाका पक्षधर हौं। यसो भएको हुनाले हामी यो देशको एकीकरणलाई स्वीकार्छौं, यो देशभित्र आएको प्रजातन्त्रलाई पनि स्वीकार्छौं र यो देशको स्वतन्त्रतालाई स्वीकार्छौं। यो देशको नागरिक समानताका विषयवस्तुहरूलाई हामी स्वीकार्छौं। यी सकारात्मक उपलब्धिहरूको रक्षा गर्दै मुख्य ध्येय भनेको राष्ट्रवादी केन्द्र नेपालको मुख्य ध्येय भनेको यो नेपालको समग्र संरचना सुधार्ने हो भने राष्ट्रवादी केन्द्र नेपालले तय गरेको विषय नेपाली विशेषतामा आधारित, नेपाली विशेषता सहितको राष्ट्रवादी अधिनायकत्व सहितको राज्य सत्ता जबसम्म कायम गर्न सकिन्न, नेपाली विशेषतामा आधारित राष्ट्रवादी अधिनायकत्व सहितको राज्य सत्ता जबसम्म निर्माण गर्न सकिन्न तबसम्म राष्ट्रिय स्वाधीनता बचाउन सकिन्न। त्यो आफ्नै भित्रकाबाट आफै नेपालीहरूबाटै यो देश सुरक्षित छैन। यो सुरक्षित बनाउने हो भने अराष्ट्रवादी कित्तालाई हामीले समयमै चिन्न सक्न पर्छ र त्यो अराष्ट्रवादी कित्तालाई समयमै ठेगाना लगाउन सकिएन भने राष्ट्रिय स्वाधीनता बाँकी रहने अवस्थामा छैन। यसो भएको हुँदा राष्ट्रवादी केन्द्र नेपालले नेपाली विशेषतामा आधारित राष्ट्रवादी अधिनायकत्व सहितको राज्य सत्ता, जुन राज्य सत्ता आफ्नै विचारले सञ्चालित हुनेछ, सो विचारले सञ्चालित हुनेछ, सो अर्थतन्त्रमा आधारित हुनेछ, सो धर्म संस्कृतिले सिञ्चित भएको हुनेछ र आफ्नै राष्ट्रभित्र सम्पूर्ण नागरिकहरूले जीवन देख्ने एउटा गर्वको स्वर्ग बनाउने लक्ष्य राखेको छ। यो लक्ष्य पूर्ति हुने राज्य सत्ता निर्माणका लागि तपाईँ हामी यो ठाउँमा छौँ। थोरै साथीहरूले चाहिँ कहाँ चाहिँ खेल गर्न पर्ने छ भने मौजूदा राजनीतिक अवस्था जो छ यो अवस्थाबाट यदि देश बस्दैन, आफ्नो संस्कार संस्कृति मूल्य मान्यता बस्दैन र यो देशको अर्थतन्त्र धराशयी बनेर यो देश पूर्ण रूपमा परनिर्भर रहने बन्दै जान्छ भने अब योसँग हामीले विकल्प खोज्ने कि नखोज्ने? यदि खोज्ने हो भने राष्ट्रवादी केन्द्र नेपालले भन्यो, मैले त्यही फेरि शब्द पुनः दोहोऱ्याएँ, नेपाली विशेषतामा आधारित राष्ट्रवादी अधिनायकत्व सहितको राज्य सत्ता निर्माण गर्नुको विकल्प छैन नेपाली राष्ट्रिय स्वाधीनता बचाउनका लागि। अब यसो हो भने यो पुरा कसरी हुन्छ भन्दा गफले हुने, यो पुरा कसरी हुन्छ भन्दा तपाईँको
सामाजिक सञ्जालमा आएर हाई हाई भएर हुन्न, लाइक र कमेन्टले पनि हुनेवाला छैन। यसका लागि आम नागरिकहरू आजैका दिनदेखि आम नागरिकहरू अहिलेदेखि योजनाबद्ध रूपमा चाहिँ आम नागरिकहरूको बिचमा जाम, यो देशभित्रै काम गरेर खान पाउनुपर्छ, यो देशका हामी नागरिक भइसकेपछि यो देश निर्माण गर्ने जिम्मेवारी पनि हाम्रो हो भन्ने विषय लिएर आम नागरिकहरूको बिचमा जाम, सबै नागरिकहरूलाई सङ्गठित गरौँ, कोही कसैप्रति आग्रही पूर्वाग्रही नभएर। समय र मौकाले हामीले आफै दिनेछ, सत्ता कसरी आउँछ, सिस्टम कसरी आउँछ, देश कसरी बन्छ भन्ने सवालमा हामीले केही खोज्न पर्ने छैन। जल जङ्गल जमिन खनिज पर्यटन तमाम सम्भावनाहरू यो देशभित्र छन्। यी सम्भावनाहरू परिचालन गर्नको लागि त राज्य सत्ता चाहियो, त्यो पनि सिस्टमेटिक राज्य सत्ता चाहियो, त्यो पनि राष्ट्रवादी चरित्र ग्रहण गरेको राज्य सत्ता चाहियो, त्यो राष्ट्रवादी चरित्र ग्रहण गरेको राज्य सत्ता सञ्चालन गर्ने तपाईँ हामी आम नागरिकहरू बन्न सक्ने कि नसक्ने चुनौती बाहिर भन्दा पनि अबको चुनौती यो हलभित्र प्रवेश गरेको छ। तपाईँ हामी नेतृत्वभित्र प्रवेश गरेको छ। यदि तपाईँ हामी तयारी हुन सक्छौँ कि सक्दैनौँ, तपाईँ हामीले यसको बारेमा चाहिँ जिम्मेवारी बोक्न तयारी छौँ कि छैनौँ, यी सबै समस्याहरूको चाहिँ निराकरण गर्नका लागि आजैका दिनदेखि हामी तयारी हुन सक्छौँ कि सक्दैनौँ, यो विषय चाहिँ तपाईँ हामीमा आएको छ। आम साथीहरूले आज यही विषयमा लिएर मुख्य प्रशिक्षण, मुख्य विषयवस्तु, आज वैचारिक सैद्धान्तिक विषयवस्तु, साङ्गठनिक विषयवस्तुहरू, अब योभन्दा अगाडिका कार्यक्रमका विषयवस्तुहरू यहाँ प्रवेश हुनेछन्। मैले सामान्यतः यसको पृष्ठभूमिलाई मात्रै मैले जोडेँ र यसो भइसकेपछि यसो भएको हुनाले यही पृष्ठभूमिमा रहेर राष्ट्रवादी केन्द्र नेपालको वैचारिक विचार के हो, कुन वैचारिक विचारमा साँच्चीकै राष्ट्रियता मजबुत हुन्छ, कुन साङ्गठनिक स्वरूपमा राष्ट्रियता मजबुत हुन्छ, कुन सङ्घर्षको मोडालिटीबाट राष्ट्रियता मजबुत हुन्छ र कसरी हामी अगाडि बढ्ने भन्ने विषयमा आज महत्त्वपूर्ण प्रशिक्षण हुने भएको हुनाले सबै साथीहरूले चाहिँ धैर्यतापूर्वक शालीनतापूर्वक लागेका विषयवस्तुहरू चाहिँ टिप्पण गर्दै सुझाव सल्लाह लिखित रूपमा दिँदै आजको कार्यक्रमको अन्तिम सङ्घारसम्म बस्नुहुनेछ भन्ने आशासहित मेरो विषयवस्तु यहीँ छुट्याउँछु। जय राष्ट्रवाद, नमस्कार।